च्यातेको? एउटा डाकाले दिएको प्रमाणपत्र अर्को डाकाले लिनु मिल्दैन, त्यसैले च्यातेको। के भनिस्? मुख सम्हालेर बोल। म डाका? डाका दुई किसिमका हुन्छन्, एउटा कुर्सीमा बसेर लुट्ने डाका, अर्को जंगलमा बसेर लुट्ने डाका। बन्दुक उठाएर लुट्ने डाका समाजदेखि टाउको लुकाएर हिँड्छन्, कुर्सीमा बसेर लुट्ने डाका जतासुकै छाती फुकाएर हिँड्छन्, जंगलमा बस्ने डाकालाई जनताले भेटे हात तोडिदिन्छन्, कुर्सीमा बसेर लुट्ने डाकालाई समाजले भेटे हात जोडिदिन्छन्। जंगलमा बस्ने डाकाले एकपल्टमा 10-15 लाख रुपियाँ लुट्छन्, कुर्सीमा बस्ने डाकाले एकपल्टमा करोडौं करोड लुट्छन्, जंगलमा बस्ने डाकाले कसैको घर फोडेर लुट्छन्, तर कुर्सीमा बस्ने डाकाले देशको ढुकुटी फोडेर लुट्छन्। ए जल साहब, सुन्नुभयो तपाईले यसले के भन्यो? यसलाई तुरुन्त ल्याएर मसँग माफी मगाउनुस्, नत्र तपाईको म जागिर खान्छु। सुन्नुभयो तपाईले मैले के भने? उहाँको खुट्टामा म निधा राखेर माफी माग्न तयार छु यदि उहाँले हामीलाई एउटा कुराको जवाफ दिनुहुन्छ भने। 12 वर्ष अगाडि उहाँ यही जेलमा हुनुहुन्थ्यो मसँग, राजनीतिक कारणले उहाँ छुट्टो भयो, डकैतीको कारणले आजसम्म म यही छु। त्यति बेला उहाँ दुब्लो पातलो ख्याउटे, खान नदिएर जोगीले पालेको बिरालो जस्तो हुनुहुन्थ्यो। आज उहाँ रातो पिरो मोटो घाटो सुकिलो हुनुहुन्छ। कहाँको आम्दानी खाएर उहाँ त्यस्तो हुनुभयो, उहाँले त्यो बताउनु भयो भने अनि म माफी माग्छु। त्यति बेला उहाँ हामीसँग जेलमा हुँदाखेरि पैसा नभएर चुडेको चप्पलमा धागोले बाँधेर हिँड्नुहुन्थ्यो। आज उहाँको घरको आँगनमा देश विदेशका चिल्ला राता पिरा गाडीहरू छन्। त्यो कहाँको आम्दानीबाट भयो त्यो उहाँले हामीलाई बताउनु भयो भने अनि म माफी माग्छु। त्यति बेला उहाँ जेलबाट छुट्दा आफू सुत्ने डेरा समेत थिएन, कहिले कुन साथीका सुत्नुहुन्थ्यो। तर आज उहाँको ठाउँ ठाउँमा करोडौंको महलहरू छन्। यदि त्यो आम्दानीको स्रोत उहाँले हामीलाई बताइदिनु भयो भने अनि म माफी माग्छु। मान्छे रातारात धनी हुन कि त औताली पर्नु पर्यो कि त चिट्ठा पर्नु पर्यो। औताली पर्यो भने कुन ठाउँमा पर्यो, चिट्ठा पर्यो भने कुन चाहिने चिट्ठा पर्यो त्यो खुलाइदिनु पर्यो अनि म माफी माग्छु। ए त्यसो भए मैले डाका मारेको छु, देखान त डाका मारेको। जंगलमा बस्ने डाकाले डाका मारे पो पुलिस प्रशासनले समाउन सक्छ, देखाउन सक्छ। जसले पुलिस प्रशासन चलाउँछ उसैले डाका मार्यो भने कसले देखाउन सक्छ र म देखाऊ? ए जेलर, म तिम्रो जागिर खुस्काइदिन्छु। तिमीले बेइज्जत गर्न बोलाएको मलाई यहाँ? एउटा बुद्धि नभएको मूर्ख डाकाले भन्यो भन्दैमा हजुर रिसाइ बक्सन त भएन नि हजुर। हे जेलर, व्यक्ति खराब हुन सक्छ, समुदाय खराब हुँदैन। यहाँ भएका सारा चोर डाकाहरूलाई बुद्धि नभएको नभन्। ए यसलाई गोलघरमा लगेर थुन्दे। हे जेलर, बढी चम्चागिरी नगर्नु। चम्चागिरी गर्ने छ भने हामी जस्तोको गर्नु। आजकल चम्चागिरी गरेर केही पाइँदैन। म आजको सभा यही विसर्जन गर्छु। ए टेलिभिजन, यो समाचार टिभीबाट प्रसारण गर्ने होइन, रिल्जिक। दिउँसो अलिकति के मात्र बोलेको थिएँ, सारा अखबारमा मेरै फोटो, मैले बोलेको कुरा, मेरै चर्चा। हेर त ए सम्बु, अघि दिउँसो आएको एउटा नेताले हामी जेलमा बस्ने चोर डाकाहरूको बुद्धि नै छैन भनेर गयो। हामी चोर डाकाहरू बुद्धिमानी छौं, हामी साहसी छौं। कतै डकैती गर्नु परेमा, चोरी गर्नु परेमा हामी कति बुद्धि ख्याउँछौं, कति सोच्छौं, कति कल्पना गर्छौं। 4-5 तला माथि चोरी गर्नु पर्यो भने पाइप समातेर सुई 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 माथि चढ्छौं। कति बुद्धि लाग्छ त्यसमा, कति कल्पना गर्नुपर्छ। त्यस्तै परेमा 4-5 तलाबाट चोरी गरेर भाग्नु पर्यो भने फुत तल हम्फालेर खुर्र भाग्छौं। कति बुद्धि छ हाम्रो, कति सोचाइ छ, त्यसलाई के थाहा? हो, तिमीहरू चोर डाकाहरू साहसी छौ, बुद्धिमानी छौ। तर यत्रो साहस र बुद्धिलाई तिमीहरू अर्काको घर फोड्ने, अर्काको सम्पत्ति चोर्ने ठाउँमा मात्र प्रयोग गर्दैछौ। अरूबाट आशीर्वाद पाउने काममा होइन,
अरूबाट श्राप पाउने काममा प्रयोग गर्दैछौ। यत्रो यत्रो साहस र बुद्धिलाई तिमीहरू उल्टोबाट होइन सुल्टोबाट प्रयोग गर न। साराको भलाइ हुने काममा प्रयोग गर्न सकिँदैन। तर हामी जस्तो चोर डाकालाई यो समाजले कसरी पत्याउँछ? तिमीलाई थाहा छ, वाल्मीकि ऋषि पनि पहिले डाका हुनुहुन्थ्यो अरे। पछि उहाँले आफूलाई सच्याएर ऋषि हुनुभयो, रामायण लेख्नुभयो। ए हो यो त खुसीको कुरा। वाल्मीकि ऋषि पनि डाका हुनुहुन्थ्यो अरे, हामी जस्तै डाका। अनि सर, हामीले आफूलाई सच्याउन के गर्नुपर्छ? शिक्षा। शिक्षा भनेको सबैभन्दा ठुलो कुरा हो। त्यसैले कमसे कम सक्नेले धेरै, नसक्नेले अलिअलि भए पनि पढ्नुपर्छ। यो नवीनले आफूले पढेको भए चोरेको सर्टिफिकेट लिएर हिँड्नु पर्थ्यो? अझ पनि समय छ, पढ। हेर, जेलबाट निस्कँदा धेरै मान्छेहरू पढेर शिक्षित भएर निस्केका छन्, ठुला ठुला नेता भएका छन्, अझ देश हाँकेर बसिरहेका छन्। पढ नवीन। हेर, तिमी जेलबाट निस्कँदा अपराधी भएर होइन, विद्वान भएर निस्क। पढ नवीन, पढ। के सोच्दैछौ? म पढ्ने कोसिस गर्छु। हामी पनि पढ्ने, हामी पनि पढ्ने, हामी पनि पढ्ने, हामी पनि पढ्ने। ए सोध्न, सोधी हेर्न। ओहो नवीना नानी, घर कहिले जानुहुन्छ? ज्वाइँ साहबलाई कस्तो छ? बिहे गरेको भए पो ज्वाइँ साहब हुन्छ, माइती हुन्छ। बिहे नगरेको मान्छेको पनि ज्वाइँ साहब हुन्छ, माइती हुन्छ। यसो गाईकी हल्ला सुनेको थियौ, अनि त्यही भएर सोधे नि। गाई गुई मात्रै हो, हल्ला गर्नेको मुख थुन्न कसले सक्छ? त्यही त, यत्रो दिन कहाँ जानुभएको थियो कुन्नी? दिल्लीमा पढ्न गएकी थिए, फेरि जान्छे। डाक्टरले के भन्यो हजुर? 4 महिना भएपछि डाक्टरले एबोर्सन गर्न मानेन। बच्चा निकाल्न खोज्यो भने आमाको जानै जान सक्छ रे। जोरी पारी समाजको अगाडि कसरी मुख देखाउने होला? त्यो अपराधीको हातमा छोरीलाई कसरी सुम्पिदिने? कान्छी, तैँले मलाई एउटा सहयोग गर। म तेरो गुण जिन्दगीभर बिर्सिने छैन। तँलाई म राम्रो बन्दोबस्त गरिदिन्छु, सुन किनिदिन्छु, दुवाना जग्गा पनि दिन्छु। त्यति गरिस् भने म तेरो गुण कहिल्यै बिर्सिने छैन। के गर्नु पर्यो भनी बक्सिस् न त। आजदेखि नवीना बाहिर निस्किने छैन 6-7 महिनासम्म। त्यसपछि त्यसले पाएको बच्चा तैँले जन्माएको भन्दै। अनि पेट त छैन त, पेट के गर्ने नि? ल, पटुका माथि पटुका कस। आजदेखि नवीना बाहिर जाने छैन, कौशीबाट पनि हेर्ने छैन, झालबाट पनि कतै हेर्ने छैन। सबैले सोच्नेछन् नवीना दिल्ली पढ्न गएकी छ भनेर।
सोध्न। ए कान्छी तैँले के खाग्या माटो? पेट पनि ठुलो छ, पाउनी छस् कि क्या हो? अनि छोरा पाउनु पर्दैन त एउटा? तेरो लोग्ने बम्बई गएको 1.5 वर्ष भयो, भर्खर तेरो भुँडी त्यत्रो छ, पक तेरो लोग्ने आइसी भनिदिन्छु। बिचमा आएको थियो नि, 4 दिन बसेर गएको। है हामीले त बिचमा आएको देखेका छैनौँ। यो बच्चाको बाउ को हो ल भन् त? धेरै कराउँदै हिँडिस् भने टोलभरिका मान्छेलाई बोलाएर यो बच्चाको बाउ तै हो भनिदिन्छु, अनि तेरो आत्मा सम्पत्ति खाइदिन्छु। बडा कराउँदो रहेछ।